सक्कुबाईलाई 2-4 थप्पड हानेर कपाल तानेर गाली नगरेसम्म उहाँको सासूलाई खाएकै पस्दैनथ्यो। रात्रिमा खुट्टा थिच्न लगाएर लात्ता हानेपछि मात्रै निन्द्रा लाग्थ्यो। सासूको स्वभाव नै त्यस्तो थियो। आफ्नो श्रीमानको अगाडि रोएर केही भन्दा उल्टै 4-5 थप्पड हान्थे। तर अचम्मको हुनुहुन्थ्यो सक्कुबाई। एक क्षण पनि भगवानलाई नसम्झी बिताउनुहुन्नथ्यो। कहिले आफ्नो सासू र पत्नीसँग द्वेष भाव राख्नुहुन्नथ्यो। कति कलेशपूर्ण थियो उहाँको जीवन। सबै घरको काम सकाएर सबैलाई खाना खुवाएर पछि बाँकी भएको थोरै खाना खानुहुन्थ्यो। फेरि त्यो खाना खान बस्दा सासू अगाडि आएर गाली गरेको गरे गर्नुहुन्थ्यो। यस्तो कठिन जीवन हुँदा पनि उहाँलाई केही प्रभाव नै पर्दैन थियो, किनकि उहाँको हृदयमा विठ्ठल विराजमान हुनुहुन्थ्यो। उहाँको शरीर सुकेर गइसकेको थियो। लुगा पनि पुरानो फाटेको लगाउनुहुन्थ्यो। खाना पनि बचेको खानुहुन्थ्यो। पल पलमा गाली र पिटाइ हुन्थ्यो। तर हर समय कृष्ण 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 भनिरहनुहुन्थ्यो। यस्तै भक्तहरूको जीवनमा अद्भुत घटनाहरू घट्ने गर्दछ, जसको यसको गाथा गाइन्छ। उहाँ चरम भक्तहरूको श्रेणीमा पर्नुहुन्छ। उहाँलाई सासूले सधैँ मिठो खानेकुरा बनाउन लाउनुहुन्थ्यो र आफू मात्रै खानुहुन्थ्यो। सक्कुबाई जहिले बासी रुखो सुखो मात्रै खानुहुन्थ्यो। कहिले टन्न पेट खान पाउनुहुन्नथ्यो। तर उहाँले यो सबै स्थितिलाई कृष्णको कृपा सोच्नुहुन्थ्यो। उहाँले सधैँ आफ्नो पतिले आफूलाई प्रेम गरेको भए कृष्ण प्रेममा बाधा पुग्थ्यो भनेर सोच्नुहुन्थ्यो। यदि सासू ससुराले माया गर्ने भएको भए मेरो मन बाँडिन्थ्यो भनेर सोच्नुहुन्थ्यो। कति कृपालु हुनुहुन्छ भगवान। मेरो मन यो संसारमा नभएर केवल भगवानमा लागेको छ भनेर सोच्नुहुन्थ्यो। एकपटक छिमेकी केटीले सक्कुबाईको यस्तो हालत देखेर उहाँको माइतीबारे सोध्नुभयो। सक्कुबाईले आफ्नो माइती पण्ढरपुरमा छ भन्नुभयो। उहाँको परिवारमा रुक्मिनी र विठ्ठल हुनुहुन्छ भन्नुभयो। रुक्मिनी विठ्ठलको परिवार ज्यादै ठुलो भएको कारण उहाँलाई भेट्न आउन नभ्याउनु भएको भन्नुभयो। बिचरा त्यो छिमेकी के बुझो सक्कुबाईको भगवत प्रेमको दशा। पण्ढरपुर महाराष्ट्रको प्रसिद्ध धाम हो। असार शुक्ल एकादशीमा त्यहाँ मेला लाग्छ। मान्छेहरू कीर्तन गर्दै पण्ढरपुर यात्रामा जाने गर्दछन्। सक्कुबाईको घर नजिकबाट पनि एक भक्त मण्डली कीर्तन गर्दै जाँदै हुनुहुन्थ्यो। सक्कुबाईले त्यो देखेपछि उहाँलाई पनि पण्ढरपुर जाने इच्छा जाग्यो। पानी भर्ने न्यु बनाएर उहाँ घरबाट निस्किनु भयो। त्यहाँ कीर्तन सुनेर भाडा छोडेर मण्डलीमै कीर्तन सुन्दै मग्न भएर हिँड्न थाल्नुभयो। एउटा छिमेकीले सक्कुबाईको यस्तो हालत देखेपछि दौडेर गएर सासूलाई कुरा लगाइदियो। सासूले छोरालाई सक्कुबाईलाई समातेर ल्याउनु पर्छ भन्नुभयो। सासू र छोरा लट्ठी लिएर दुवै सक्कुबाईलाई लिन गए। सक्कुबाई कीर्तनमा झुमेर नाच्दै हुनुहुन्थ्यो। सासू रिसले चुर चुर भएर सन्तहरूकै बीचमा सक्कुबाईको कपाल तानेर त्यहीँ पिट्न थाले। गाली दिए। घरमा लगेर सासू ससुरा श्रीमान मिलेर खुब पिटे। सक्कुबाई हा गोविन्द, हा विठ्ठल, हा कृष्ण भनिराख्नुभयो। सासूले 2 हप्ता पण्ढरपुर यात्रा हुँदासम्म खम्बामा बाँध्ने, खान नदिने र हरेक दिन पिटेपछि ठिक ठाउँमा आउँछ भन्नुभयो। ससुरा र श्रीमान मिलेर उहाँलाई डोरीले बेस्सरी बाँधे। सक्कुबाई बाँधेकोमा पिटेकोमा अलिकति पनि दुखी हुनुहुन्न थियो। उहाँ पण्ढरपुर जान नपाउनु भएकोमा धेरै दुखी हुनुहुन्थ्यो। रुँदै हे कृष्ण, हे दीनदयाल, केही उपाय गर्नुहोस् प्रभु, कि म हजुरको दर्शन गर्न सकूँ भन्नुभयो। उता भगवान विठ्ठल पुरा चिन्तित हुनुभयो। उहाँलाई यस्तो हालमा देखेर रुक्मिनीजीले थाहा पाउनुभयो कि कोही भक्त पक्कै कष्टमा छ। भगवान विठ्ठलले सक्कुबाईको पुकारले उहाँको छाती जलिरहेको भन्नुभयो। विठ्ठलजी त्यहाँबाट तुरुन्तै सक्कुबाईकोमा जानुभयो। उहाँले युवतीको स्वरूप लिएर जानुभएको थियो। उहाँले पण्ढरपुर जाने हो तपाईँ भनेर सोध्नुभयो र सक्कुबाईले जान त मन छ, तर भाग्य कहाँ छ र भन्नुभयो। सक्कुबाईको डोरी फुकालेर त्यहाँबाट भाग्न भन्नुभयो र आफू सक्कुबाईको रूप धारण गरेर डोरी बाँध्नुभयो र त्यहीँ बस्नुभयो। सासूलाई के थाहा उहाँ कृष्णजी हुनुहुन्छ भनेर। भगवानले दिनका दिन पिटाइ खानुहुन्थ्यो। उता सक्कुबाई पुरा आनन्दित भएर यात्रामा जानुभयो। भगवान 15 दिनसम्म बाँधिनु भयो।
दिनको दिन गाली र पिटाइ मात्रै खानुहुन्थ्यो। श्रीमानको मनमा लाग्यो, अरे 2 हप्ता बढी भइसक्यो, एक थोपा पानी पिएको छैन, खाना खाएको छैन, फेरि मर्यो भने मेरो त अर्को विवाह होला जस्तो पनि छैन। गाउँमा कसैले रुचाउँदैन, आफ्नो छोरी के देला। आफ्नो गृहस्थी बचाउन सक्कुबाईलाई श्रीमानले खान र पिउन दिए। डोरी खोलेर एकान्तमा लगेर आफै खाना खुवाए। भगवानले पुरै सक्कुबाई जसरी नै प्रतिक्रिया दिनुभयो। खाना खुवाएपछि श्रीमानले आफ्नो खुट्टा थिच्न लगाए र भगवान उहाँको खुट्टा थिच्न थाल्नुभयो। सक्कुबाईको रूपमा भगवानले स्नान गर्नुभयो। परिवारजनको लागि खाना बनाउनु भयो र खुवाउनु भयो। खाना खाए पश्चात पुरै परिवार प्रेमपूर्वक सक्कुबाईलाई हेर्न थाले। भगवानको हातको खाना खाएपछि प्रभाव त पर्छ नै। सबैजनाले खानाको तारिफ गर्नुभयो। भगवानले सारा जुठो भाँडा माझ्नुभयो, भान्सा पुस्नुभयो, सासूको खुट्टा दबाउनु भयो, सक्कुबाईको सबै काम गर्नुभयो। भगवानले सेवा गरेर सासू, ससुरा र श्रीमानको हृदय परिवर्तन गरिदिनु भयो। तीनैजना सक्कुबाईलाई अति प्रेम गर्न थाले। उता सक्कुबाई भगवत प्रेममा उन्मत्त भएर परिवारको बारे बिर्सिसक्नु भएको थियो। भगवानको दर्शन गरे पश्चात उहाँ पुरै मन्त्रमुग्ध हुनुभयो। उहाँले प्रण लिनुभयो कि शरीर हुन्जेलसम्म म यहीँ बस्छु। उता भगवान सक्कुबाई भएर बसिराख्नु भएको थियो। सक्कुबाई भगवानको ध्यानमा मग्न हुनुभयो र त्यत्तिकै आफ्नो शरीर छोड्नुभयो। त्यहाँ सक्कुबाईको छिमेकी पनि आएका थिए। सक्कुबाईको लास देखेपछि अन्त्येष्टिक्रिया गर्नुभयो। रुक्मिणीजी ज्यादै चिन्तित हुनुभयो। तुरुन्त शमशान गएर सक्कुबाईको शरीरको खरानी लिएर प्रेम दृष्टिबाट हेरेर जीवित पार्नुभयो। सक्कुबाईलाई निन्द्राबाट उठेको अनुभव भयो। रुक्मिणीजीले, हेर पुत्री, तिम्रो प्रण थियो कि शरीर रहुन्जेल यहीँ बस्छु। त्यो तिम्रो शरीर जलिसक्यो। मैले तिमीलाई यो दोस्रो शरीर दिएँ। तिमी घर फर्कियो। मेरो प्रियतम तिम्रो रूपमा तिम्रो घरमा हुनुहुन्छ। सक्कुबाई घर फर्किनुभयो। सक्कुबाई आउनुभएको थाहा पाउने बित्तिकै भगवानले भाँडा लिएर पानी भर्न जान्छु भनेर घरबाट निस्किनुभयो। फेरि पहिलाको युवतीको रूप धारण गरेर सक्कुबाईकोमा जानुभयो। सक्कुबाईले उहाँलाई अँगालोमा हालेर धन्यवाद भन्नुभयो। तिमीले गर्दा मलाई भगवानको दर्शन भयो भन्नुभयो। तिमीले कति कष्ट सहनु पर्यो होला है भन्दै चरण समात्नुभयो। भगवानले तिमी सुखी भयो भने हरेक कष्ट मेरो लागि सुखमय नै हो भनेर भाँडा हातमा दिएर घर जान भन्नुभयो। सक्कुबाई घर फर्किनुभयो र स्वाभाविक आफ्नो काम गर्न थाल्नुभयो। आफ्नो परिवारको व्यवहारमा परिवर्तन देखेर छक्क पर्नुभयो। अर्को दिन सक्कुबाईको अन्त्येष्टि गरेको व्यक्ति घर आयो र तिम्रो बुहारीको पण्ढरपुरमा भगवानको दर्शन गर्दा मृत्यु भएको थियो भन्नुभयो। सक्कुबाईलाई सासूले बोलाउनु भयो र उहाँ आउनुभयो। यो देखेर त्यो छिमेकी छक्क पर्नुभयो। विश्वास गर्नुस्, यो त प्रेत होला भन्नुभयो। पछि धेरै किचिज गरेपछि ससुराले बोलाएर सोद्धा सक्कुबाईले सबै कुरा सत्य सत्य बताउनु भयो। सक्कुबाईले जब उहाँले मलाई भाँडा दिएर जानुभयो त्यसपछि मलाई अनुभव भयो कि उहाँ मेरो विठ्ठल हुनुहुन्थ्यो भनेर भन्नुभयो। मेरो विठ्ठल यस्तै हुनुहुन्छ, पछि मात्रै अनुभव गराउनुहुन्छ भनेर भन्नुभयो। यो सुनेर तीनैजना सक्कुबाईको चरणमा पर्नुभयो र माफी माग्न थाल्नुभयो। भगवानको अधीनमा भएको भक्त हाम्रो घरमा हुँदा हामीले चिनेनौँ भनेर रुन थाल्नुभयो। पछि परिवार नै साथमा भक्ति भजन गरेर भगवत धाम प्राप्त गर्नुभयो। भक्ति जीवनमा गाह्रो समय आउनु भनेको नै भगवान आउन लाग्नु भएको भनेर बुझ्नुपर्छ।